अब तेस्रो प्रमाण, एकजना जेनजीका भाइलाई एकजना संस्थाको मान्छेले टेलिफोनमा थर्काएका छन् र मन्त्री हामी नै बनाउँछौँ, नेताहरूलाई मुद्दा लगाउँछौँ भन्ने कुराहरू जुन गर्नुभएको छ त्यसको रेकर्ड छ। कसलाई चाहियो? आधिकारिक व्यक्ति को हुनुहुन्छ मसँग माग्नुहोस्। आधिकारिक व्यक्ति जो कोहीलाई पनि म दिदिनँ। कसैलाई चाहियो भने म सुनाइदिन सक्छु। तपाईहरुलाई लाग्छ यो पनि बकवास हो भने ल आवाज मात्रै सुन्नुस् है, आवाज मात्रै म तपाईहरुलाई सुनाइदिन्छु। यो कति मिनेटको भिडियो हो त्यो पनि म दे खाते भनेर मैले भिडियो बनाऊ त यहाँ खाते मन्त्री बन्न आएको त उ गर्न आएको त्यहाँ के मधेसबाट तँलाई पैसा दिएर तँलाई यहाँ उ गर्न आएको भनेर मैले भिडियो बनाऊ तँलाई रमाइलो हुन्छ। त्यो सुदन राई पनि त एनजिओको सञ्चालक हो। सुदन राईको माग पनि त के सान्छ जगदीश खरेल नेतृत्व छ। उ सिंह पनि एकदम राम्रो मान्छे हो है। महावीरको सुदन राईले ल्याएको मान्छे हो। विश्वासघात भएन। हामी के गेरा हेरेर बसिरह अहिलेसम्म म्याचले। सुदन राईले फोन गर्यो, सुदन राईले फर्काए। मैले त नरम तँलाई माया गरेर फर्काउँछु है। अहिलेसम्म माया गरेर तँलाई मैले राखिरहेको हो। सबै ठाउँमा लगिरहेको छु, सबै ठाउँमा उ गरिरहेको छु। तँलाई समितिमा पनि राखेको छु। त्यो समितिमा थिएस बब्लु अहिले तँलाई बोलायो समितिमा बोलायो हो नि त माटो नि। अनि मुझे कसले राखेको माटो अहिले नाम निकाल्यो नि त्यो समितिबाट तेरो। मैले भोलि भेट भिडियो हटा। मैले फेरि फोन गर्न नपरोस् त म तँलाई खोज्नलाई मलाई 5 मिनेट लाग्दैन हेर कान्छा है। म तँलाई कहाँ आउँछस् म खोज्नलाई मलाई 5 मिनेट लाग्दैन। फेरि त्यहाँ आएर तेरो फोन खोजेर मैले आफै भिडियो डिलिट गर्नु नपरोस्। अनि त्यसपछि मधेसी होस् पहाडी होस् जहाँसुकै होस् मलाई मतलब हुँदैन बाबु। त्यो ब्युरोक्रेट्सहरूलाई पनि त मुद्दा लाग्दैछ त थाहा छैन। तेरो नाममा पनि एउटा मुद्दा भोलि म पेपर पठाउँछु। तेरो नाम पनि आइस लिएर आइज। तेरो नामबाट पनि एउटा मुद्दा हालौँ है। म तँलाई सिक्युरिटी दिन्छु है। तँलाई म मेरै घरमा राखेर पाल्छु। म तँलाई सिक्युरिटी दिन्छु हुन्छ। हाल्दैछु सुदनको नाममा हाल्दैछ, सबैको नाममा हाल्दैछ, मित्र परिवारको नाममा हाल्दैछ। उनीहरू भोलिको दिनमा इलेक्सनमा उठ्न नसकोस् भनेर हाल्दैछु त हामीले। एकै ठाउँमा सबलाई रवि लामेछानेसँगै एकै ठाउँमा भोज खुवाउनलाई पठाउँदैछ हामी। यो झन्डै 10 मिनेटको भिडियो हो र 10 मिनेटको भिडियोको यो ल हेर्नुस् यो भिडियो। यसमा कसैको मुख चाहिँ देखाउँदैन तर मैले भिडियोमै रेकर्ड गरेको छु। जेनजीका एकजना भाइलाई फोन गरेर धम्क्याउने को हो यस विषयमा नेपाल प्रहरीले अनुसन्धान गरोस्। मुद्दा यो भयो। यो 3 वटा भयो। र चौथो प्रमाण